गर्ने मान्छे होइन, भएकै मान्छे हो। तर म सबैको अनुहार हेर्न चाहन्छु, इतिहास बदल्न तयार छ कि छैन यो आशा। झापा 5ले यसपटक इतिहास लेख्नुपर्ने छ, देशलाई न्याय गर्नुपर्ने छ र देशलाई न्याय गर्नेछ भन्ने कुरा मैले विश्वास गरेको छु। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो देश इतिहासको सबैभन्दा महत्त्वपूर्ण ठाउँमा आएर उभिएको छ। जब जब जनता जागे तब देश बचेको छ। मलाई बाआमाहरूले आशीर्वाद दिँदै बाटो बाटोमा रोकेर भन्नुहुन्छ, बाबु यो देश बचाऊ। मैले सुनेको छु। म झापा 5मा उभिएर भन्न चाहन्छु, बाआमा सुन्नुहोला, यहाँ पनि हुनुहुन्छ, यो देश बच्छ पनि र यो देश बन्छ पनि। यहाँबाट निर्वाचित हुने तपाईको उम्मेदवारलाई राष्ट्रपाले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ। पार्टी सभापतिका रूपमा मलाई गर्व छ कि यो क्षेत्रमा सम्भवतः यस क्षेत्रबाट निर्वाचित भएर संसारकै सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएर जानुहुन्छ। म यति भनेर बिदा हुन्छु।